सम्पूर्णमा हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु। आज यस कविता प्रतियोगितामा मलाई कविताको शीर्षक परेको छ यात्रा। हो म त्यही यात्री हुँ, हो म त्यही यात्री हुँ जो जीवनको कठोर यात्रामा होमिएको छु आफ्नै गति अनि वेगमा। हो म त्यही यात्री हुँ जो जीवनको कठोर यात्रामा होमिएको छु आफ्नै गति अनि वेगमा। जीवनका उकाली उराली बाधा अनि अर्चन सामना गर्ने क्षमता राख्दै आफ्ना बलिया पाइला चालिरहेछु सुस्तरी तर निरन्तर। दिनलाई रात र रातलाई दिन, दिनलाई रात र रातलाई दिन बनाउन सक्ने क्षमता भएको यस्तो परीक्षाको यात्रामा छु। न त अब म यहाँबाट बाहिर निस्कनै सक्छु, त्यसैले त जीवनको कठोर यात्रामा अघि बढेको छु, त्यसैले त जीवनको कठोर यात्रामा अघि बढेको छु। भोक तिर्खा अनि कठोर यात्रा, भोक तिर्खा अनि कठोर यात्रा, पाखा अनि भिर्का। न त कसैले सफलताको ठोक्वा दिन्छ, न त कसैले सफलताको ठोक्वा दिन्छ, न त कहिले जीवनको यात्रा टुङ्गिन्छ, न त कहिले जीवनको यात्रा टुङ्गिन्छ। हेर त जोस अनि जाँगर बोकेर, हेर त जोस अनि जाँगर बोकेर हिम्मत अनि साहसी बनेर जीवनको कठोर यात्रामा अघि बढेको छु। अटल अनि अडिग बनेर जीवनको कठोर यात्रामा अघि बढेको छु, अटल अनि अडिग बनेर। मलाई थाहा छ जीवनको यो यात्रा कहिले रोकिने छैन, मलाई थाहा छ जीवनको यो यात्रा कहिले रोकिने छैन। मेरा यी बलिया पाइला मेरो अन्तिम साससम्म पनि रोकिने छैन, मेरा यी बलिया पाइला अन्तिम साससम्म पनि रोकिने छैन। थाहा छ जसरी दाउरो घुटिएर चन्दन बन्छ, थाहा छ जसरी दाउरो घुटिएर चन्दन बन्छ। फलाम प्रशोधन भएर हतियार मैले पनि आफ्नो क्षमता निखार्दैछु, मैले पनि आफ्नो क्षमता निखार्दैछु। त्यसैले त कठोर यात्रामा निरन्तर अघि बढ्दैछु, त्यसैले त कठोर यात्रामा निरन्तर अघि बढ्दैछु। यात्राको कुन मोडमा, यात्राको कुन मोडमा कुन घुम्तीमा के हुन्छ थाहा छैन, यात्राको कुन मोडमा कुन घुम्तीमा के हुन्छ थाहा छैन। सङ्घर्षले सफलताको बिरुवा उमार्दैछु, थाकेर हैरान भए पनि परिश्रम गर्दैछु। सङ्घर्षले सफलताको बिरुवा उमार्दैछु, थाकेर हैरान भए पनि परिश्रम गर्दैछु। हो म त्यही यात्री हुँ जो जीवनको कठोर यात्रामा आफ्नै वेगमा अघि बढ्दैछु। हो म त्यही यात्री हुँ जो जीवनको कठोर यात्रामा आफ्नै वेगमा अघि बढ्दैछु, आफ्नै वेगमा अघि बढ्दैछु। धन्यवाद।